नमस्ते। पोखरा महानगरपालिका वार्ड नम्बर 19 में अवस्थित अकलादेवी मंदिर को अध्यक्ष म बाबुराम गौतम। म थोरै अकलादेवी मंदिर को इतिहास को बारे में यहाँलाई जानकारी गराउन चाहन्छु। 715 वर्ष भन्दा पहिला कास्कीकोट में राज्य गर्नुभएका शाहवंशीय राजा कुलमण्डल शाह त्यहाँ राज्य गर्नुहुन्थ्यो र हिउँदमा त्यहाँ भने जाडो छल्न पोखरा महानगरपालिका वार्ड नम्बर 16 बाटिलचोर में अवस्थित कालिका मंदिर में वहाँ को कालिका मंदिर का अगाडि एउटा दरबार थियो। त्यहाँ आएर वहाँले चाहिँ 6 महिना त्यहाँ राज्य गर्ने, 6 महिना कास्कीकोट में राज्य गर्ने अवस्था थियो। त्यो आउने क्रममा राजा आउँदाखेरि सेना भरदार वहाँका सुरक्षा सम्पूर्ण कर्मचारी अनि चाहिँ हरू सहित आउनुपर्ने। अनि त्यो आउँदा बाटोमा बिसाउने ठाउँमा विष्णुपादुको बिसाएर विष्णुपादुको नाम रहेको हेम्जा महानगरपालिका वार्ड नम्बर 25 को हेम्जामा विष्णुपादुका देवी भगवती को स्थापना गर्नुभएको छ। त्यहाँबाट आएर फेरि भाव्य तरफमा सेती नदी को पुल चाहिने। यहाँ आउँदा पुल त्यो बेला पुल नभएको हुनाले भाव्य पालेर लठा बनाएर त्यो लठाको पुलबाट मान्छे यता आउने र उताका सेना भरदार उतै जाने, यतापट्टिका सेना भरदारले त्यहाँ लिन गएर बस्ने, त्यसरी आउनुहुन्थ्यो अरे। त्यसपछि चाहिँ अनि यो उकालो चढिसकेपछि उकालोमा बिसाउने भएको हुनाले शक्तिको रूपमा रहेकी देवी शाहवंशले जङ्गी अड्डाको रूपमा देवीको पूजा हुन्छ। अहिले पनि चलन छ। हाम्रो राष्ट्रपतीय शासनमा पनि त्यो व्यवस्था छ। अहिले पनि जङ्गी अड्डा सहित राज्य प्रमुखको चाहिँ सवारी चलाइन्छ भने त्यो बेला त्यसरी सवारी चलाउनु भयो। यहाँ आएर अकलादेवी यहीँकै स्थानीय बासिन्दा तत्कालीन बासिन्दाले स्थापना गरे अकला मन्दिरको पूजा अर्चना गरेर त्यो शक्ति आर्जन गरिसकेपछि अनि उहाँ हाम्रो लामोचौरकै चित्रेबारी भन्ने एउटा बारी छ। त्यो बारीमा उहाँलाई भकारी चित्राको गोठ सदरमुकाम बनाएर टुरमुकाम बनाएर अनि त्यहाँ बस्ने व्यवस्था थियो। अनि त्यहाँ बस्नुहुन्थ्यो। त्यहीबाट अनि सिधै सटडर भन्ने छ, राजा हिँडेको भएर सटडर नाम रहेको सहर बनेको हो। त्यहाँ चाहिँ त्यो डरबाट अनि ठुली पोखरीमा उहाँको चाहिँ गाईहरू चराउने, उहाँलाई दुध खुवाउनको निम्ति पानी खुवाउनको निम्ति ठुली पोखरी खनिएको छ। त्यसपछि वार्ड नम्बर 16 को कालिका मन्दिर बाटिलचोर स्कुलको नजिक रहेको कालिका मन्दिरमा उहाँको हामीले पनि देख्यौँ। सानो एउटा दरबार थियो पहिला, त्यो दरबारमा उहाँले बसेर राज्य चलाउनुहुन्थ्यो। यसरी अकला भगवती मन्दिरको पूजा अर्चना भइरहेको इतिहास अहिले पनि हामी पाउँछौँ र हाम्रो 197-98 वर्षभन्दा पुराना बुढाहरू हुनुहुन्छ, उहाँले पनि यही कुरा भन्नुहुन्छ र केही इतिहासहरूले पनि यो बताइरहेको छ। यही भएर तपाईहरू पनि आउनुहोस् अकलादेवी मन्दिरमा। राजा कुलमण्डल शाहले शक्ति आर्जन गरेको शक्तिपीठको रूपमा रहेको ठाउँमा आएपछि तपाईँलाई पनि त्यो शक्ति प्रदान हुन्छ, तपाईँको पनि आफ्नो इच्छाहरू पुरा हुन्छन्, तपाईँलाई पनि एउटा शक्ति प्रदान हुन्छ र तपाईँका आँटेका कामहरू सम्पूर्ण बन्छ, रोकिएका कामहरू बन्छ। नवदुर्गाको उपलक्ष्यमा यहाँ दुर्गाको पूजा पनि हुन्छ। पूजामा सबै सरिक हुनुहुन्छ। हाम्रो समितिहरू पनि चाहिँ सबै चाहिँ उपस्थित हुनुहुन्छ, सहयोग गरिरहनु छ, भलिन्टियर गरिरहनु छ। भक्तजनहरूको एकदम चाप छ, देखिरहनु भएको छ। भक्तजनहरू आफ्नो मनको इच्छा कामना पुरा गर्नको निमित्त भक्कल लिएर आउनुहुन्छ। कतिपय चाहिँ बच्चाहरू बोली फुटेन, बोली आएन भनेर आउनुहुन्छ भने कतिपय चाहिँ मेरो बच्चा चाहिँ हिँड्न सकेन, अकलादेवीको पूजा गरिसकेपछि बच्चा चाहिँ हिँड्न सक्छ भन्ने त्यस्तो खालको चाहिँ लिएर आउनुहुन्छ। कतिपय आफ्नो मनको इच्छा पुरा भएको उपलक्ष्यमा खुसी भएर पूजा आचामा आउनुहुन्छ भने कतिपय आफ्नो कामना पुरा गर्नको निम्ति भक्कल लिएर आउनुहुन्छ। खास गरेर अकलादेवी मन्दिर हामीले जान्दा पनि 150 वर्ष अघिदेखि त यत्तिकै भिड थियो, यस्तै अवस्था थियो। थोरै हामीले भौतिक सुधार मात्रै गरेका हौँ, भक्तजनको उपस्थिति राम्रो नै हुन्थ्यो। र यहाँ खास गरेर भारतको चाहिँ विभिन्न जिल्लाबाट पनि यहाँ आइरहनु भएको छ। भारतीय नागरिकहरू प्रशस्त आउनुहुन्छ, नेपालीहरू त आउनुहुन्छ, सबै देशभरिबाटै आउनुहुन्छ र उहाँले आफ्नो मनोकामना पुरा भएको उपलक्ष्यमा पूजा पनि गर्नुहुन्छ। र तपाईहरू कोही यहाँ आउन छुट्नु भएको छ भने पनि यस अकलादेवी मन्दिरमा आएर आफ्नो दर्शन गरेर आफ्नो मनोकांक्षा पुरा गरेर पूजा आचरण गर्नुस् भनेको मनको इच्छा पुरा हुन्छ।
त्यस कारणले चाहिँ अकाला देवी मन्दिरमा पूजा गर्न आउन यहाँहरूलाई हार्दिक अनुरोध हामी जन्मेर यत्रा भइयो यही मन्दिरको आशा छ हामीलाई भगवती चढेर मैले पनि राम्रो काम अहिलेसम्म गरिरहेकै छु भगवतीको शक्तिले मैले काम गरिराखेकै छु भगवती हुनुहुन्छ त म छु लोटेर नि भगवतीको मन्दिरमा दर्शन गरेर जाँदा म सुत्केराको मोटरसाइकल चढ्नाले मेरो 20 दिनसम्म होस् नआएको जिन्दगी आज म जहाँको तहीँ मलाई बनाउनु भयो यसो अकाला देवी मन्दिरमा आएर आफ्नो दर्शन गरेर आफ्नो मनोकांक्षा पुरा गरेर पूजा आचरण गर्नुहोस् भन्ने अनुरोध गर्दै म अकाला देवी मन्दिर धार्मिक क्षेत्र विकास समितिको अध्यक्षले अनुरोध गर्दछु।